दर्शकबिन यति बेला भूपेन्द्रले त्यो स्पिडमा चलाएको गाडीमा ठक्कर लागेर बालकुमारी अझै घाइते बनेकी छिन्। हो साथीहरू, अब के साँच्चीकै बालकुमारीले कस्तो कस्तो समस्या भोग्नु पर्ने हो त? के साँच्चीकै भूपेन्द्रको गाडीले ठक्कर दिएको व्यक्ति बालकुमारी नै हुन् त? आउनुहोस् आज यसै बारे छोटो चर्चा गर्नेछौँ। हो साथीहरू, पछिल्लो समयमा जब भूमिकाको अवस्था निकै नै गम्भीर बन्दै गइसकेपछि यति बेला भुन्टीलाई भने अनेकौं दोष दिन थालेका छन् र उता बालकुमारीले पनि यता भुन्टीलाई दोष दिन थालेकी थिइन्। त्यहाँ आफ्नो श्रीमान अर्थात् भूपेन्द्रका बुबाले आफ्नो बुहारीलाई निर्दोष ठान्नुहुन्छ र बालकुमारीले भुन्टी माथि गरेका ती हेला तथा तुच्छ वचनहरू सहन नसकेर बालकुमारीलाई निकै नै कुटपिट गर्नु भएको हुन्छ। हो साथीहरू, त्यसरी नै आफ्नो श्रीमानले गरेको त्यो अपहेलना सहन नसकेर यति बेला बालकुमारी भने आफ्नो छोरा भूपेन्द्रलाई भेट्नकै लागि भए पनि सहर पसेकी हुन्छन्। तर यति बेला आफ्नै छोरा अर्थात् भूपेन्द्रले चलाएको त्यो स्पिड गाडीमा ठक्करमा परेर भने बालकुमारी निकै नै घाइते बनेकी हुन्छन्। हो साथीहरू, अब के साँच्चीकै बालकुमारीले कस्तो कस्तो समस्या भोग्नु पर्ने हो त? हो साथीहरू, बालकुमारी पहिले नै निकै नै अशक्त बनेकी थिइन्, तर यति बेला झन् गाडीबाट ठक्कर पाइसकेपछि बालकुमारीको अवस्था भने झन् नाजुक बन्दै जानेछ र बालकुमारीले आफ्नो छोरा अर्थात् भूपेन्द्र र आफ्नी बुहारी भुन्टीबाट अनेकौं अपहेलना सहनु पर्ने हुन्छ। किनभने बालकुमारीले पहिले आफू ठिक हुँदा यता भुन्टीलाई राम्रो व्यवहार गरिदिएको भए भुन्टीले पनि यति बेला उनलाई दुःख परेको बेलामा आफ्नो सासूलाई त्यस्तै सहज र राम्रो व्यवहार गर्ने थिइन्। तर यति बेला पहिले बालकुमारीले भुन्टी माथि गरेको त्यो अत्याचार अन्याय सहन भुन्टीले सकेकी हुँदिनन्। तर अब जब बालकुमारी अशक्त बन्ने छिन् तब भुन्टीले पनि आफ्नो बदला पूरा गर्ने छिन्। तपाईहरूलाई के कस्तो लाग्छ साथीहरू? भुन्टीले आफ्नो सासू बालकुमारीसित पक्कै पनि छिटो भन्दा छिटो बदला पूरा गर्नुपर्छ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नुहोला है त। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौँ।